सक्नुहुन्छ। सो हे गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी दुईजना भएर चट्टापारामा खाँदैछौँ यहाँनिर देख्न सक्नुहुन्छ। अब चाहिँ खानुपर्ने हुन्छ हामीले ढिला नगरिकन। अनि भिडियो स्टार्ट गर्नुभन्दा अगाडि भिडियोलाई लाइक एन्ड च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने 1000 सब्सक्राइब पुग्नु लागेको छ हाम्रो चाहिँ। 1000 सब्सक्राइब पुऱ्याइदिनु होला भन्न चाहन्छौँ। कुरकुरे खान्छु ल पहिला। चाउचाउ खाने कस्तो छ? नाइस मिठो। गाइजहरू सुन्तला हिजोको उब्रेको थिएँ माघे सङ्क्रान्तिको, अनि त्यही भएर सुन्तला चाहिँ मलाई यहीँ मिसाइदिएको होइन पिरो नहोस् भनेर। एकदम मिठो छ। प्याज चाहिँ मलाई साह्रो मिठो लाग्छ। उसको चिम्टी हराएर चेप्नै पाएन, मैले हातमै पक्रिनु पर्यो। मिठो छ। गाईहरू यो चाहिँ सुप है, एकदम मिठो छ। ए अन्डा ए जाऊ लिएर आऊ अन्डा। अन्डा हाल्नै बिर्सेछ हामीले चाहिँ। अब फेरि अन्डा पनि यहाँनिर मिक्स गर्नुपर्ने हुन्छ। हामीले चाहिँ यो भुलेको थियौँ, त्यही भएर यसलाई चाहिँ हामीले मिक्स गरिसक्यौँ। ढुङ्गा हान्दै रहेछ कि माथिबाट कसले। दामी छ, मिठो छ, मिठो मिठो मिठो। गाईहरू माईको चिम्टी नै भाँच्यो। मलाई मिठो लाग्छ। हो त्यो ढुङ्गाले रहेछ। हो बताऊ। गाईहरू कुरकुरे मात्रै आउनु करेन्ट फेरि सुन्तला मायाक भाँचेर हातमा पक्रिनु परेछ हाम्रो मायाक चाहिँ। मायाकको चिम्टी झिरिप भयो। देखौ सुप खाऊ है। मिठो भयो। चोपेर खाऊ न, मिठो हुँदो रहेछ सुपमा। दामी यामी यामी। कुरकुरे त यो गनाउने किरा जस्तो गनाउँछ त। रहेछ पतेन कि होइन के योसँग खाँदा हो कि तिमी पनि त्यस्तै भयो। योसँग खाँदा चाहिँ रहेछ पतेना किराबाट बनाएको। ओनियन बोलेको भन्दा त्यहाँको हल्ला धेरै आएर होला। मायाको राम्रो खाएको छैन नि त।
माइक राम्रो भएको भए त होइन त यस्तो लड्नु खोजी हुन्छ सकिन आँट्यो त हौ। कोपी मिठो छ हौ। अलि धेर खाऊ झोल चाहिँ किन नआयो तातोले गर्दाखेरि होला नाकबाट पानी आउला जस्तो भएर मिठो भएन खाइसकेको कुरकुरे खाऊ न अब सुन्तलाको एउटा खप्पै खाउँ होइन गाईहरू कति पिरो अब सुन्तला खाने खोला त प्याज नहाल्ने आमा बाबा अच्चै जी होरी के आएको सुन्तला नि
ढुङ्गा हान्दैछ अझै पनि माथि। झऱ्यो खै झोल खाउँ खाने कि झोल पेट फुल्यो नभन्दा यो झोल खानेमा यो चाहिँ छोराले खान्छ हात पनि लाग्यो भने चाट्यो होइन यस्तो फुल्यो जाने छ्या छ अब चाहिँ खाइसक्यो होइन चट्टापारामा लास्टै मिठो भएको थियो अनि भिडियो के कस्तो लाग्यो तपाईँहरूलाई पनि यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक एन्ड च्यानललाई सब्सक्राइब गरिदिनु होला हाम्रो रुन्चे सर यता रुँदै हुनुहुन्छ हाम्रो रुन्ची म्याम यता हुँदै हुनुहुन्छ खाँदै खाइसक्नुभयो अन्डा खप्पै लाग्यो सो बाई बाई गाइज